नेपालको 2082को निर्वाचनको नतिजा यो केवल अङ्कहरूको खेल मात्रै होइन। यो त एउटा राजनीतिक भूकम्प नै हो जसले देशको शक्ति सन्तुलनलाई पुरै हल्लाइदिएको छ। आउनुहोस् यो अभूतपूर्व परिवर्तनको गहिराईमा डुबुल्की मारौं र यसले भविष्यमा के सङ्केत गर्छ त्यो बुझ्ने प्रयास गरौं। सबैभन्दा पहिले एउटा यस्तो अङ्कबाट सुरु गरौं जसले सायद सबैलाई चकित पारेको छ। 110+। हो, राष्ट्रिय स्वतन्त्र पार्टीले यति धेरै सिटमा अग्रता लिइरहेको छ। तर कसरी? केही वर्ष अघि मात्रै स्थापना भएको पार्टीले यो तहको अविश्वसनीय सफलता आखिर कसरी पायो? यो कुनै चान्चुने कुरा होइन, न त कुनै संयोग नै हो। रासोपाको यो आश्चर्यजनक उदयको पछाडि केही ठोस र शक्तिशाली कारणहरू छन् जसले नेपाली राजनीतिको पुरानो जग नै हल्लाइदिएको छ। यसको जरा खोज्दै जाने हो भने हामी गत वर्षको जेन-जी आन्दोलनमा पुग्छौं। सडकमा उर्लिएको त्यो युवा असन्तुष्टिले स्थापित शक्तिहरू विरुद्ध एउटा जबरजस्त माहौल बनायो। रासवाताले ठिक त्यही ऊर्जा, त्यही आक्रोशलाई सङ्गठित गरेर राजनीतिक शक्तिमा बदल्न सफल भयो। यो ग्राफले त झन् कथालाई छर्लङ्गै पार्छ। हेर्नुस् त, 2069को चुनावमा जम्मा 20 सिटमा सीमित भएको पार्टी आज 110 भन्दा बढी सिटमा अगाडि छ। यो सामान्य चुनावी वृद्धि होइन, यो त केही वर्षभित्रै आएको एउटा राजनीतिक सुनामी नै हो। यही सुनामीले ठूल्ठूला हस्तीहरूका गढहरू पनि भत्काइदिएको छ। अब केही यस्तै चर्चित क्षेत्रहरूको अवस्था हेरौं जहाँ नतिजाले सबैलाई स्तब्ध बनाएको छ। सबैभन्दा पहिला जाउँ झापा 5। यो क्षेत्रलाई त प्रतिष्ठाको लडाईँ नै मानिएको थियो, नेकपा एमालेको लागि एउटा अभेद्य किल्ला। तर पछिल्लो मतपरिणाम हेर्दा त पत्याउनै गाह्रो। रासोपाका बालेन शाह 13,000 भन्दा बढी मतले अगाडि र पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली जम्मा 3,000 मतमा खुम्चिनु भएको छ। यो कुनै सामान्य हारजित मात्र होइन, यो त एउटा युगको अन्त्यको सङ्केत जस्तै देखिन्छ। ल अब जापाबाट सर्लाही 4 तर्फ लागौं। यहाँ पनि अवस्था उस्तै छ, तर यसपटक धक्का कङ्ग्रेसको शीर्ष नेतृत्वलाई लागेको छ। यहाँ पनि रासोपाकै अमरेश कुमार सिंहले कङ्ग्रेस महामन्त्री गगन थापालाई लगभग दोब्बर मतले पछि पार्नु भएको छ। यसले के देखाउँछ भने यो परिवर्तनको लहर कुनै एउटा पार्टी विरुद्ध मात्रै होइन, यो त समग्र पुरानो राजनीतिको विरुद्धमा हो। र अब भक्तपुर 2। यहाँको नतिजाले त यो चुनावको मूल मर्म, त्यो युवा विद्रोहलाई सिधै उजागर गर्छ। रासपाका युवा उम्मेद्वार राजीव खत्री 15,000 भन्दा बढी मतले अगाडि। उहाँका प्रतिस्पर्धी एमालेका महेश बस्नेत, जो जेन-जी आन्दोलनका कट्टर आलोचक हुनुहुन्थ्यो, उहाँ निकै पछाडि हुनुहुन्छ। मतलब सडकको त्यो आक्रोश सोझै मतमा परिणत भएको छ। यी त भए केही चर्चित क्षेत्रका उलटफेरका कुरा, तर समग्रमा हेर्दा पुराना स्थापित दलहरूको अवस्था कस्तो देखिन्छ त? चुनावी नक्सा पूरै बदलिएको छ। यो चार्ट हेर्दा त झनै स्पष्ट हुन्छ। एकातिर रासपापाको विशाल हिस्सा 110 भन्दा बढी सिटमा अग्रता, अनि अर्कोतिर हेर्नुहोस् दशकौंदेखि राजनीति चलाएका कङ्ग्रेस, एमाले, माओवादी जस्ता दलहरू कति सानो हिस्सामा खुम्चिएका छन्। यो गिरावट कति डरलाग्दो छ भन्ने बुझ्न 2079को नतिजासँग दान्जिएर हेरौं, जहाँ काङ्ग्रेसको 89 र एमालेको 78 सिट थियो। आज उनीहरू क्रमशः करिब 13 र 10 सिटको अग्रतामा सीमित छन्। यो त परम्परागत राजनीतिको जग नै हलिएको अवस्था हो। अब सबैको मनमा एउटै कुरा छ, ल अब के हुन्छ? कसले बनाउँछ सरकार? अबको बाटो के हो? सरकार गठनको कुरा बुझ्नु अघि प्रतिनिधि सभाको संरचनालाई सरसर्ती हेरौं। हाम्रो 275 सदस्यीय सदनमा 165 जना प्रत्यक्ष चुनावबाट आउँछन् भने 110 जना समानुपातिक प्रणालीबाट। र सरकार बनाउन चाहिने त्यो जादुई अङ्क हो 138। बहुमतको लागि कुनै पनि पार्टी वा गठबन्धनलाई यति सिट अनिवार्य चाहिन्छ। अहिलेको अवस्था हेर्दा केही सम्भावनाहरू देखिन्छन्। के रासोपा एक्लैले बहुमत ल्याउन सक्ला, वा उसलाई सरकार बनाउन अरूको साथ चाहिन्छ? जे होस्, अन्तिम परिणाम आएपछिको राजनीतिक समीकरण र वार्ताहरू निकै रोचक र जटिल हुने पक्का छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्नमा आएर हामी टुङ्गिन्छौं, के यो चुनावको नतिजा जनताको एकपटकको आक्रोश मात्र हो, वा यो नेपाली राजनीतिको एउटा स्थायी र नयाँ मोडको सुरुवात हो? यसको जवाफ त सायद समयले नै देला।